साथीहरू सबैमा नमस्कार। आज चाहिँ म खिर बनाउन लागेको छु। साउन 15 मा खिर खाने बेला बुढा घर आउनुहुन्थेन, हामीले मात्रै खुवाएको थियौँ नि त। यसपालि बुढा घर आउनुभएको छ, उहाँलाई खिर साह्रै मनपर्छ। तर मलाई मनपर्ने चिजहरू कहिले मलाई यो मनपर्छ त्यो मनपर्छ भन्नुहुन्न, खै किन हो बुढीलाई दुःख हुन्छ भनेर होला सायद। तर मलाई थाहा छ बुढालाई खिर साह्रै मनपर्छ। अनि बुढाले नभनिकन खिर पकाउँदै थियो कि अनि आलुको अचार पनि बनाउँ न भन्नु बहिनीले। अनि आलुको अचार बनाउनु लाग्यो। आलु मिठो छ दिदी खान भनेर उसले दिएको थियो, मिठो आलु रहेछ। अनि बुढा चाहिँ यहाँ तामा केलाउँदै हुनुहुन्थ्यो। बुढा के गर्दै हुनुहुन्छ भनेको, तामा केलाउँदैछु त भन्नुभएको थियो। तामा चाहिँ अस्ति मामाले पहाडदेखि पठाइदिनु भएको कोसेली। पछि यो तामा चाहिँ अहिले केलाएर साँधेर राख्यो भने चाहिँ पछि जाडो दिनहरूमा खानलाई मिठो हुन्छ नि त। त्यही भएर यहाँनिर चाहिँ अचार मोलमाल पार्दैछु कि म। बहिनीले सबै ठिक्क पारिदिएको थियो अचारहरू मोलेर। अनि बहिनीले दिनु म कस्तो चाहिँ एकचोटि चाखेर भन्छु दिदी भनेर उसले चाख्दैछ है। अनि मिठो लागेर फेरि हाल्दै म खान्छु भन्दै थियो। अनि त्यति भन्दा भन्दै हाम्रो खिरहरू पनि पाकिहालेको थियो। अनि खिरहरू एकैचोटि सबै परिवार बसेर खाऊँ न त भनेर सबैजना बसेर अनि खाँदै थियौँ कि। अनि यहाँनिर बुढाले चाहिँ दिएको मैले। अनि बुढा चाहिँ खाँदै हुनुहुन्छ। अनि बुढी कस्तो छ भनेको, बुढाले मिठो छ बुढी भन्नुहुन्छ नि। छोराले चाहिँ तान्दैछ है बुढाको भएको चाहिँ, मम्मीले नि मिठो छ भन्नुभयो। अनि यो भाइले चाहिँ खाना भनेको त खाँदिनँ म त, भात बिना बाँच्नै सक्दिनँ भन्नु नि। बुढाले थपी खान्छु म त भनेर बुढा चाहिँ खुसी हुँदै खाँदै हुनुहुन्छ। यति मिठो लाग्ने चिज पनि कहिले भन्नुहुन्न बनाइदिउँ न भनेर। तर म सम्झेर बुढालाई बनाइदिन्छु, किनभने बुढालाई सम्झिनुपर्छ नि।